नमस्ते सबैजनालाई नमस्कार। हामी चाहिँ रिमा सेवा समाज परिवारको यो युट्युब च्यानलमा हजुर सबैलाई स्वागत गर्न चाहन्छु। मैले केही दिन अगाडिदेखिबाट युट्युबमा यसो केही रिमा सेवा समाजका गतिविधिहरू र केही भिडियोहरू मैले प्रस्तुत गरेर यहाँ राख्दै रहेकी छु युट्युब मार्फत। हजुर सबैजनाले हेर्नु होला भनेर र हाम्रो युट्युब च्यानललाई सबैजनाले सब्स्क्राइब पनि गरिदिनु होला माया गरेर। अब यो जानी नजानी भए पनि अलिअलि युट्युबमा केही भिडियोहरू राख्ने प्रयास मैले गरिरहेकी छु। र सानी छोरी यहाँ एउटा आँखा मात्रै देखाएर बस्नुहुन्न नि भिडियोमा, राम्रो भएन नि छोरी। यहाँ छोरी पनि हुनुहुन्छ, हाम्रो छोरी चाहिँ यहाँ पढ्दै हुनुहुन्छ र बुवा आमाहरू अहिले खाना खाइसकेर सुत्ने बेला भइसकेको छ बुवा आमाहरूको। र म चाहिँ यतिखेर मेरो युट्युब च्यानललाई सबैले माया गरिदिनु होला भनेर म नमस्कार गर्दै विनम्र अनुरोध गर्नको निमित्त यो भिडियो पनि बनाउँदैछु। छोरी भन्दैछु, हजुरले पनि के भन्नुहुन्छ? म चाहिँ पढ्दैछु। हामी रेमा सेवा समाजमा चाहिँ सबैले लाइक र कमेन्ट गर्न नभुल्नु होला। त्यो चाहिँ धेरै गर्नु होला, हामीलाई धेरै माया गर्नुहोस्। यो रिमा सेवा समाज यतिखेर छ। अब उता नयाँ घर बनाउने ठाउँ पनि छ, त्यहाँ चाहिँ सबैजनाले हाम्रो घर अरूको घर होइन भन्नुहोस्। त्यहाँ जहाँ हुन्छ त्यही आउनुहोस्। धेरै बनिरहेछ, ठुलो बनिरहेछ। सबै बाबालाई त्यहाँ लगेर राख्नुपर्छ। सबैले माया गरेर साथ सपोर्ट गरिदिनु होला भन्नुभएको। ल अनि सबैजनाले त्यहाँ जान छिट्टो सिमेन्ट हालिदिनु भन्नुभएको छ। सबैजनाले सिमेन्टहरू पनि हालिदिनु होला, बालुवा सिमेन्ट इट्टा जे भए पनि हालिदिनु होला भन्न लागिरहेको छु भन्नुभएको। ए अनि त्यो चाहिँ कहिले नभुल्नु होला है गाइजहरू। मैले ढोकिरहेको छु। ढोकिरहेको छौ? कसरी ढोकिरहेको छौ? गई देखाइदेऊ त। ए साई बाबाले भन्नुहुन्छ गल्ती गरेको कुरा कहिले पनि ढाट्नु हुँदैन र सेवा नै सबैभन्दा ठुलो माया हुन्छ, धर्म हो है। धर्म र माया हो। माया गर्नुपर्छ सबैलाई, होइन त? माया गर्न भुल्नुहुन्न कहिले पनि। हो।